के बनाउनु भएको तपाईँ यो आमिलो साँधेको दही राखेको यस्तै सानी हो कस्तो के यो सेतो छ यो त यस्तो रस यस्तो अलि खाँदा स्वाद पाउँछ कस्तो होइन चेलीहरू बुहारी भाउजू नानी बिजेत नगर राम्रो भिडियो बनाएको छु अनि बिजेत नगर हामीले खाने त मैले आज आयो पाते बिलो दोस्रो हामीले अघि खाइयो होइन पहिलो यो दोस्रो ल तपाईँले खाइहाल्नु कस्तो मान्नुभयो भरिलो रहेछ झार्नु हुँदैन नि भरिलो त ल भरिलो अब कस्तो बनाउनु चाहिँ हेर्नु होला भरिलो भरिलो त यहाँ देखाउन भयो के यो भन्दा भरिलो हो नि देखाउनु भयो हिजो भरिलो मैले कहाँ भन्नुहुन्छ भरिलो यस्तो राम्रो थियो भरिलो ओहो तँ खाएपछि त भरिलो रहेछ अरे भरिलो हो कि के होइन चाह खाने आमिलो खाने फेरि खाने केही होइन टपरी हो नि आमिलो नहुने भने किन फेरि यो कति मिठो छ अहिको कमसेकम चम्चाले यसो बनाउनु पर्छ नि ल हेर्नु यस्तो छ आमिलो हवाई तरिका यो अनुसारले खाने हो सुर्तीले मार्केट खाएको छैन आज भोला भोला टोपीहरू आएर भोला लुगा आएको थप किन चाहियो खाने लखाउनु यो खानु म पनि चाख्छु अलिअलि म खान्छु ल म नि खाइदिनु खानु भयो एक नम्बर दामी वाउ आउँदै खानु पर्छ यसरी आज यो त डबा जस्तो भरिलो भरिलो यो खाना लाउँछ होला बरु कस्तो छ यो आमिलो मिठो दामी छ है आहा मुख रसाइलो कस्तो छ भन्नु मिठो छ हामी तिमीलाई खाने किन होइन होला कस्तो छ दामी छ ओ ल्याएर ल्याएर यस्तो हो कहीँ पनि पुगे खाने नपुगे उस्तै बेर मान्ने पनि हो त नि त्यस्तो भान्छु अच्छा खाडतिर त हाम्रो गाउँमा यस्तरी जुटिन्छ र कुनै बेला यस्तो तरिकाले मस्त रमाइलो तरिकाले आमिलो खाँदा सुन्तला खाँदा चिया खाँदा आमिलो बेच्ने चलन छैन खाएर भ्याउने भन्छन् त्यसैले प्राय दिनदिनै यसरी चाहिँ माथिबाट झर्ने तलबाट उताबाट आउने तलबाट आउने माथिबाट आउने गरेर यसरी खान्छन् जम्मा हो नि खाने चलन चाहिँ हाम्रो चाहिँ त्यो हो रमाइलो हुन्छ जान्थ्यो तर हामीले चाहिँ बेच्दैनौँ हो बेच्ने नै होइन नि यो त एक नम्बर अर्ग्यानिक हो नि त कहाँ कसले बेच्छ अनि त्यस्ता एक नम्बर अर्ग्यानिक किरा पर्छ अरे हो जरा पनि युरिया नपरेको त्यो के अरे आमिलो यो हाम्रो होइन अस्ति भाउजूले टिपेर ल्याउनु भएको रहेछ सालगाडी यहाँ गएर छ्यार्लकै भ्याइयो ल हेर्नु बेरीको पात भोलि फेरि ल्याउनु पर्यो है हुन्छ जानी